नमस्ते गाइस। आज म एउटा मेरो भित्र घटेको एउटा सानो कुरा राख्न गइरहेको छु। 12 वर्षसम्म विदेशमा दुःख गरेर घर फ्यामिलीको खुसी हो भन्दै घर फ्यामिलीको खुसी खोज्दै हिँडेर 12 वर्षपछि बल्ल महसुस गर्ने, ओहो मैले आफ्नो लागि त केही पनि गरेको रहेन रहेछ, ओहो मैले त धेरै ठुलो गल्ती गरेछ, आफ्नो लागि त मैले 25% पनि सेभिङ गरेन रहेछ, ब्याङ्क ब्यालेन्स हेर्दाखेरि 0 अनि आफ्नो लाइफ पछाडि फर्केर हेर्दाखेरि गुइए किरो को बन्नु भएको छ म जस्तैलाई भन्नुहोस् त। एउटा कपडा राम्रो नलगाएर आफ्नो सोख सपनालाई सब पाउको तल राखेर घर परिवारको खुसी मात्रै खुसी दिँदै हिँडेर लास्टमा अहिले गएर हैन म जस्तै गुइए किरो को बन्नु भएको होला भन्नुहोस् त गाइस। अहिले त आवाज सुन्न पनि मन नपर्ने, आवाज सुन्न पनि